सहकारीहरूलाई ठगेर वित्तीय सङ्घ संस्थाहरूमा अराजकता मच्चाएर यो देशको अर्थतन्त्र सुधार हुन सक्दैन। ती विषयमा धेरै प्रश्न चिन्ह खडा भएका मान्छेहरूले अहिले नेपाली समाजलाई एउटा तपाईँको चाहिँ विषालु हावा मार्फत आफ्नो लपेटामा पार्न खोजिरहेका छन्। आज नेपालमा एउटा विषालु हावा बगिरहेको छ। नयाँका नाममा, नयाँ पार्टीहरूको नाममा, सेलिब्रिटीहरूको नाममा तपाईँको चाहिँ स्टन्टबाजी गर्ने अनि युट्युबहरू चलाएका मान्छेहरूले देश समाज भनेर जसरी स्यालिने पिटिरहेका छन्, हामी ती मान्छेहरूलाई पनि खबरदारी गर्न चाहन्छौँ। देश गोइङको आँसु झारेर डलर कमाएको जस्तो गरेर देश चल्नेवाला छैन। यो अभियानमा तपाईँहरू देशका विभिन्न ठाउँहरूमा तपाईँहरू जोडिन सक्नुहुनेछ। विभिन्न ठाउँहरूमा तपाईँहरूले यो अभियानलाई स्वागत गर्न सक्नुहुनेछ र आफ्ना स्थानीय समस्या मुद्दा छन् भने ती स्थानीय समस्या र मुद्दाहरूको विषय पनि यो अभियानको मार्फत तपाईँहरूले बाहिरसम्म ल्याउन सक्नुहुनेछ। त्यसो हुँदाखेरि यो अभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू जोडिनुहुनेछ, हामी त्यो विश्वास व्यक्त गर्न चाहन्छौँ। झापा यस्तो भूमि हो, झापाको यो ठाउँ यस्तो भूमि हो जुन भूमिले तपाईँको चाहिँ हिजोका निरङ्कुश पञ्चायतको विरुद्धमा ठुला आन्दोलनको नेतृत्व गर्यो। 2027-28 सालमा तपाईँको झापाबाट भएको वर्गीय आन्दोलनको तपाईँको चाहिँ वर्गीय मुक्तिको आन्दोलन तपाईँको एउटा विद्रोहमा कन्भर्ट भएको यो भूमि आज हामीले हेऱ्यौँ भने त्यो विद्रोहमा सहभागी भएका कोही मान्छेहरू शासन सत्ताको बागडोरमा छन् भने कोही मान्छेहरू तपाईँको चाहिँ मेची पुलको तल बगरमा छाप्रा हालेर बसिरहेका छन्। म यो कार्यक्रम यो भूमिबाट त्यो विद्रोहका चाहिँ महान व्यक्तित्व मोहनचन्द्र मोहनचन्द्र अधिकारीलाई विशेष रूपमा स्मरण गर्न चाहन्छु। उहाँहरूको योगदानले, उहाँहरूको चाहिँ जुझारूपनले र यो देशमा वर्गीय सत्ताको विरुद्धमा जसरी शङ्खघोष गरेर तपाईँका देशका हरेक राजनीतिक उथलपुथलहरूको नेतृत्व गर्यो। आज कोही मान्छेहरू मोहनचन्द्र अधिकारी जस्ता मान्छेहरू मेची पुलको बगरमा बस्दै गर्दाखेरि त्यही विद्रोहमा सहभागी भएका केही मान्छेहरू काठमाडौँका शीश महलमा विराजमान भएका छन्। आज पनि झापाका जनताको समस्या जिउको त्यो छ। आज पनि किसानको समस्या हामीले हेऱ्यौँ भने जिउको त्यो हामी देखिरहेका छौँ। यहाँका भूमिहीनहरूको समस्या हामीले हेऱ्यौँ भने उस्तै छ। करिब 50 वर्ष पुग्न थाल्यो झापाका बगरहरूमा बसेका जनताहरूको भूमिको मुद्दा सुनिएन। तपाईँको चाहिँ झापाका औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरूको पारिश्रमिकको विषयमा कहिले पनि पहुँचको विषय भनेन। त्यसो हुनाले हामी अपिल गर्न चाहन्छौँ, एकचोटि नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा विगतमा जसरी जमिन त यो पार्टीले हाँक्यो, त्यसै गरी हामी एकचोटि फेरि पनि नेपाली जनताको बिचमा यो देशका गरिखाने वर्गको अधिकारका लागि राष्ट्रिय मुक्ति आन्दोलन हामी गर्न चाहन्छौँ। हामी राष्ट्रियताको पक्षमा लड्न चाहन्छौँ। हामी जनताको जनजीविकाको पक्षमा लड्न चाहन्छौँ। हामी समाजवादको पक्षमा लड्न चाहन्छौँ। त्यसकारण यो भूमिका जनताहरू, यो भूमिका क्रान्तिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई फेरि एकचोटि साथ दिनुहुनेछ, समर्थन दिनुहुनेछ भन्ने हामीलाई गहिरो विश्वास छ। यो सँगसँगै हामी देखिरहेका छौँ आज नेपालमा एउटा विषालु हावा बगिरहेको छ। नयाँका नाममा, नयाँ पार्टीहरूको नाममा, सेलिब्रिटीहरूको नाममा तपाईँको चाहिँ स्टन्टबाजी गर्ने अनि युट्युबहरू चलाएका मान्छेहरूले देश समाज भनेर जसरी स्यालिने पिटिरहेका छन्, हामी ती मान्छेहरूलाई पनि खबरदारी गर्न चाहन्छौँ। देश गोइङको आँसु झारेर डलर कमाएको जस्तो गरेर देश चल्नेवाला छैन। देश चल्नको लागि विधान चाहिन्छ, देश चल्नको लागि त्याग चाहिन्छ, समर्पण चाहिन्छ, बलिदान चाहिन्छ। आज देशलाई, देशको राष्ट्रियता सङ्कटमा पर्दै गर्दा ती मान्छेहरू सडकमा आएर 1 इन्च आफ्नो शब्द बोलिरहेका छैन। के त्यस्ता मान्छेहरूबाट यो देशको निकास, यो देशको स्वाधीनताको रक्षा हुन सक्छ? हामी प्रश्न गर्न चाहन्छौँ। त्यसो हुँदा नेपाली जनसमुदायले यो विषयलाई गम्भीरतापूर्वक बुझ्नुहुनेछ। यो विषयलाई तपाईँले गम्भीरतापूर्वक किन बुझ्नुहुन्छ र यो देशको असली सेवक को, यो देशको तपाईँको चाहिँ जनताको पक्षमा बोल्ने मान्छेहरू को तपाईँहरूले गहिरो गरेर मनन गर्नुहुन्छ, गहिरो गरेर खोजी गर्नुहुनेछ र त्यो आधारमा तपाईँहरू दुर्विकृत हुनुहुनेछ। त्यो आधारमा
अबको निर्वाचनमा कुन पार्टीलाई जिताउने या भनौँ कुन पार्टीको पक्षमा जनलहर बनाउने भन्ने कुराको निर्धारण हुनेवाला छ। त्यसो हुँदाखेरि नयाँ बन्ने मान्छेलाई हामी भन्न चाहन्छौँ, तपाईहरुको पार्टीको विचार के हो? तपाईहरु खुल्ला पुँजीवादी हो या समाजवादी हो? पहिलो नम्बर यो तपाईले क्लियर गर्नुपर्छ। दोस्रो नम्बर तपाईहरु एमसीसी को पक्षपाती हो कि नेपालको पक्षपाती हो? तपाईले यो विषय क्लियर गर्नुपर्छ। दोस्रो नम्बर तेस्रो नम्बर नेपालको अर्थतन्त्रको आधार के हुनेछ? सहकारीहरूलाई ठगेर वित्तीय सङ्घ संस्थाहरूमा अराजकता मच्चाएर यो देशको अर्थतन्त्र सुधार हुन सक्दैन। ती विषयमा धेरै प्रश्न चिन्ह खडा भएका मान्छेहरूले अहिले नेपाली समाजलाई एउटा तपाईको चाहिँ विषालु हावा मार्फत आफ्नो लपेटामा पार्न खोजिरहेका छन्। विशेष गरी जेनजी पुस्ताका युवा साथीहरू र नयाँ पुस्ताका साथीहरूलाई म अपिल गर्न चाहन्छु, तपाईहरु होशियार हुनु भएन भने, तपाईले खबरदारी गर्नु भएन भने, तपाईले सचेततापूर्वक ध्यान दिनु भएन भने देश एउटा ठुलो दुर्घटनातर्फ जाने संकेत हामीले देखिरहेका छौँ। अमेरिकी साम्राज्यवाद संसारभरि जसरी तपाईको चाहिँ हतियारको बलमा हरेक सार्वभौम देशको छातीमा बुट बजारिरहेको छ, त्यसरी नै एउटा चोर मार्फत एमसीसी मार्फत नेपालमा प्रवेश गर्न खोजिरहेको छ। त्यसको नेतृत्व नयाँ बनेका मान्छेहरूले गर्न खोजिरहेका छन्। हामी खबरदारी गर्न चाहन्छौँ, तपाईहरुले प्रश्न गर्नुपर्छ कि नयाँ बनेका दलहरूलाई, नयाँ बनेका पात्रहरूलाई, अन्यथा देशलाई एउटा भड्कालामा हालेर तपाईको चाहिँ युक्रेन जेलेन्स्कीको मोडलमा नेपाललाई लग्ने खतरा पनि विद्यमान हामीले देखिरहेका छौँ। त्यसो हुँदाखेरि त्यो खराब प्रवृत्तिको विरुद्धमा यो देशका युवाहरू, यो देशका 1 करोड युवाहरूले खबरदारी गर्नेछन्। हामी त्यो विश्वास व्यक्त गर्न चाहन्छौँ। त्यो सँगसँगै हामी यो कार्यक्रममा आउँदै गर्दा हिजो राति मात्र अमेरिकन साम्राज्यवादले एउटा सार्वभौम भेनेजुला राष्ट्रमाथि प्रवेश गरेर त्यो देशको राष्ट्रपतिलाई अपहरण गरेर अमेरिका पुर्याएको छ। सर्वप्रथम त्यो कार्यको हामी यो जागरण अभियानको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छौँ। एउटा स्वाधीन देशमाथि जुन किसिमको हस्तक्षेप अमेरिकाले गरेको छ, त्यो हस्तक्षेप असाध्यै घृणात्मक छ र यसको हामी सबै नेपाली जनताको तर्फबाट घोर भर्त्सना गर्नु छ। हामी घोर भर्त्सना गर्न चाहन्छौँ। प्रजातन्त्रको डङ्का पिट्ने अमेरिका जनताको जनमतको खोदर हुनुपर्छ भनेर 12 हात उफ्रिने अमेरिका र त्यसका पिउसाहरू, तिमीले यो घटनालाई कसरी हेरेका छौ? एउटा स्वाधीन त्यहाँको जनताबाट निर्वाचित राष्ट्रपतिलाई उसकै राजधानीभित्र पसेर, उसकै घरभित्र पसेर अमेरिकन सेनाहरूले अपहरण गरेर लगेका छन्। कि एउटा स्वाधीन देशका लागि यस्ता किसिमका घटनाहरू सही हुन सक्छ? कदापि सही हुन सक्दैन। त्यसो त हाम्रो अपिल के छ भन्दा नेपाललाई पनि फेरि एउटा युद्ध मैदान बनाउने षड्यन्त्र हुन खोजिरहेको छ। नेपाललाई फेरि पनि एउटा प्रयोगशाला बनाउने खतरा यहाँ देखिरहेको छ। त्यसो हुँदाखेरि हामी यो अभियान मार्फत यी खराब कुराहरूको भण्डाफोर गर्दै नेपाली जनताले नयाँ शक्तिको माग गरेको छ। त्यो नयाँ शक्ति भनेको विचार सहितको शक्ति हो। त्यो नयाँ शक्ति भनेको देशको माटोमा टेकेको नयाँ शक्ति हो। त्यो नयाँ शक्ति भनेको आफ्नो स्वाधीनताको रक्षा गर्ने नयाँ शक्ति हो। त्यो नयाँ शक्तिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माओवादीले गर्न तयार छ र हामी त्यसको नेतृत्व गर्न तयार छौँ। हामी तपाईलाई अपिल गर्न चाहन्छौँ। त्यसो हुँदा यो अभियान अवधिबाट तपाईहरु सबैले हामीलाई विभिन्न सामाजिक सञ्जालहरूमा लाइक कमेन्ट गरेर पनि तपाईहरुले साथ दिनुहुनेछ र सँगसँगै तपाईहरुले आफूले सकेका ठाउँहरूबाट फिजिकली पनि साथ दिनुहुन्छ। हामी त्यो तपाईहरुलाई आग्रह अपिल गर्दै यो कार्यक्रम आज यहाँबाट उद्घाटन भएको छ। यो उद्घाटन कार्यक्रमलाई भव्य र शानदार बनाइदिनु नै सबैलाई विशेष धन्यवाद दिँदै यो प्रदेशका इन्चार्ज कमरेड दिपेश राईलाई म यो माइक्रोफोन हस्तान्तरण गर्दछु। आदरणीय दाजु दिपेश राई।